धेरै जाति भएँ यहाँ तपाईँहरूकोमा आएर हार खाएर सबै ठाउँ दबाई गरेँ। काठमाडौँ गएँ, सिलगढी गएँ, विराटनगर गएँ, सबै थाहा पाइनँ। यहाँ छोराले बुझेर यसो मोबाइलमा हेरेर भिडियो हेरेर यहाँ ल्यायो। यहाँ ल्याएपछि मलाई धेरै आज मैले 6 दिन भयो। 6 दिनमा धेरै म हिँडेर आउँदैछु, हिँडेरै जाँदैछु। धेरै जाति भयो, मेरो खुट्टो खुम्चिँदैन थियो, खुम्च्यो, पसार्न गयो। धेरै कुरा त म के भन्नु। सबैजनाले यहाँ आएर दबाई गर्दाखेरि राम्रो हुँदो रहेछ, निका हुँदो रहेछ। हामी बुझ्दा रहन्छौँ, बुझेर गरौँ। हामीलाई जडीबुटी दबाई गर्दा असर पनि हुँदैन, काहीँ केही खान पनि गाह्रो भएन। उहाँहरूले चाहिँ मसाज गरेर जडीबुटीको दबाईले हामीलाई ठिक पार्नु हुँदो रहेछ। अब बुझेर गरौँ दबाई। अब अरू धेरै कुरा त म के बोलौँ, म जान्दिनँ पनि अरू कुरा बोल्न। अब के बोल्नु। तपाईँ मजाले हजुर निहुलिन्छु। पहिले कति हुन्थ्यो क्वालिटी? हजुर पहिले क्वालिटी नै हुँदैन थियो मेरो। क्वालिटी हुँदैन थियो। यो खुट्टो नखुम्चेको चाहिँ 15-20 दिन भएको थियो। एकदम